तपाईँको मुटुमै घोच्यो भने पनि त्यो उत्तर दिइसके पछाडि फुलले हिर्काएको बनोस्। हजुर तपाईँलाई कसैले परिचालित गरेर कोही हराउन र कोही जिताउनका लागि उम्मेदवार बनाएको छ। जसरी अघिल्लो पटक रन्जु दर्शना र किशोर थापा उठ्नका कारण कोही व्यक्ति हार्ने र कोही व्यक्ति जित्ने अवस्था सृजना भयो। अहिले तपाईँ त्यही कैँची बनिरहनु भएको छ भन्ने होइन, त्यो कैँची म बन्न आवश्यकै छैन। किन भन्दाखेरि मेरो आफ्नो छुट्टै करियर छ। म स्ट्रक्चरल इन्जिनियर हो, म म्युजिसियन हो, म टिभी सो चलाउँछु, मेरो आफ्नै आय आर्जनका स्रोतहरू धेरै छन्। म यो चुनावकै टाइममा मेरो अस्ट्रेलियाको सो थियो, इभेन युरोप टुर थियो, अमेरिका टुर थियो। यो सबै मेरो जिन्दगी राम्ररी नै चलिरहेछ। मैले कसैको पैसा लिएर अथवा कसैको समर्थन लिनुपर्ने आवश्यकता पनि छैन, जसको लागि चाहिँ अर्काको भोट काट्दिनु। पैसा नलिकन अर्काको उम्मेदवार बन्नु भएको तपाईँ? होइन, पैसा नलिकन पनि किन बनिदिनु पर्यो मैले कसैको लागि? मैले अरूको लागि गरिदिनु पर्ने आवश्यकता चाहिँ के छ तपाईँलाई नै सोधेँ मैले। म के को लागि होला? उनीहरूको तर्क म भन्छु नि, मलाई त म व्यक्तिगत रूपमा त तर्क दिन्न, तर उनीहरूको तर्क चाहिँ के छ भने जस्तै ठुला राजनीतिक दलहरूले उम्मेदवार उठाउँछन्, उनीहरूले जुन समूहसँग आफ्नो मतको अपेक्षा गर्थे तपाईँले त्यो मत काट्दिनु हुने भयो। आकर्षित गरेर 10, 15, 20, 5,000 भोट तपाईँले काट्दिनु हुने भयो। त्यसो गर्दा कोही उम्मेदवार जित्छ अनि तपाईँलाई पनि भोलि नियुक्ति सियुक्ति कति चिज आउँछ होला। मलाई के चाहिएको छ होला जस्तो लाग्छ तपाईँलाई? मलाई के पुगेको छ? तपाईँलाई सोध्छु, तपाईँलाई के मलाई केही चाहिएकै छैन। मलाई सब पुगिसरी छ। म आफै सक्षम छु, म आफै एजुकेटेड छु, म आफ्नै मेरो कलाकारिताले अब म भनौँ न जुन अघि तपाईँले भन्नुभयो पब्लिसिटी स्टन्ट, त्यो प्रख्यात हुनलाई केही गर्नै परेको छैन भने मलाई त चाहिएको चिज त्यो हजुरले भन्नुभएको अप्सनहरू मध्ये चाहिएको चिज केही पनि छैन नि त अहिले। त्यस्तो होइन हजुर, त्यस्तो होइन।